पहिलो कुरा हामी यहाँ जम्मा भएको, हामी यहाँ आएको, किन आएको भन्ने कुराबाट म सुरु गर्छु। हामी यो पहिचान खोज्न आएको, को रहेछौं भनेर चिनिन र चिन्न आएको। पहिलो कुरा चाहिँ हो, हामीलाई पहिचान खोज्न आएको। यो हाम्रो पहिचानको एउटा अभियान हो। हामी कसका, हाम्रा को, हामी कहाँका। अहिले त छ नि आदिवासी जनजाति के अनेक कुराहरू पनि आएका छन् नि, प्रवासी, यस्ता कुराहरू पनि आएका छन्। म यहाँहरूलाई हाम्रो पहिचानबाट सुरु गर्छु। पहिला हामी को हौं, हामी कसका हौं, हामी कहाँबाट आयौं भन्ने विषयमा म यहाँहरूको ध्यान आकर्षण गर्न चाहन्छु। यो हाम्रो पूर्वीय मान्यता अनुसार, वैदिक धार्मिक शास्त्रीय मान्यता अनुसार सृष्टिकर्ता ब्रह्माजी, ब्रह्मा विष्णु र शिव भनेर हामीले तीनवटा देवतालाई पूजा गर्छौं होइन। ब्रह्माले सृष्टि गर्ने, विष्णुले पालन गर्ने र शिवले संहार गर्ने भन्छौं हामी। उहाँ सृष्टिकर्ता ब्रह्माजीका मानस पुत्र, त्यतिखेर मनले चाहँदाखेरि पुत्र उत्पन्न गर्न सक्ने उहाँमा त्यत्रो क्षमता रहेछ। अनि त्यो मानस पुत्र पनि कोही मलबाट, कोही पाखुराबाट, कोही हातबाट, कोही पैडाबाट, कोही गोडाबाट, अनेक तरिकाबाट, घुँडाबाट उत्पन्न गर्नु भएको रहेछ। हाम्रा पुर्खा अत्रि ऋषि आँखाबाट उत्पन्न हुनु भएको रहेछ। महर्षि ब्रह्माजीका आँखाबाट उत्पन्न हुनु भएको अत्रि ऋषि र कर्दम प्रजापति की छोरी अनुसुया माता र अत्रि ऋषिको जो वैवाहिक विवाह हुन्छ, विवाह भइसके पछाडि उहाँहरू अत्रि ऋषि असाध्य विद्वान ऋषिहरूमा प्रमुख ऋषि, अनुसुया सतीहरूमा महासती। उहाँको चर्चाले लक्ष्मी, सरस्वती र पार्वती समेत उहाँ पूर्वी हुनुहुँदो रहेछ। त्यति विख्यात हुनुहुँदो रहेछ हाम्रो माताजी। अब त्यो कुरा नारदजीले भनिदिएपछि छटपटी परेछ। यो दुनियाँमा सबैलाई आफै राम्रो हुनु मन लाग्छ, म जस्तो राम्रो कोही छैन भन्ने लाग्छ, अर्को राम्रो छ भने डाहा लाग्छ। लक्ष्मी, पार्वती र सरस्वतीलाई डाहा लागेछ। ओहो, त्यसो भए त उहाँ सतीको सतीत्व डगाउनुपर्छ भनेर आफ्ना पतिदेवहरूलाई सतीत्व डगाउनु पठाउनु भयो। त्यति बेला ऋषि चाहिँ स्नानमा जानु भएको थियो, व्रतमा बस्नु भएको थियो, ध्यानमा बस्नु भएको थियो। अनुसुया माता घरमा हुनुहुन्थ्यो। तीनजना जोगीको रूप धारेर भिक्षामदेखि भन्दै तीनवटा भगवान जानु। अपूर्व योगीहरू आउनुभयो। माताले देख्नुभयो, ओहो योगी महाराजहरू के चाहिँ हजुरलाई बस्नु दिन्छु भनेर स्वागत सत्कार गर्नुभयो। उहाँले पनि त्यो कुरा स्वीकार गर्नुभयो। ल माताजी, हामी भोजन ग्रहण गर्छौं, हामीलाई भोजन बनाइएको छौँ, हामी सन्ध्या वन्दन गरेर आउँछौँ भनेर सन्ध्या वन्दन गरेर आउँदाखेरि भोजन तयार भयो। माताजीले भोजन लगाउन लाग्नुभयो। लगाउँदाखेरि उहाँहरू बस्नुभयो लाइनमा, तर शर्त राख्नुभयो भगवान। के शर्त राख्नुभयो? त्यो त सत्य लगाउन जानु भएको छ नि, छल गरेर। भनेपछि हामी वस्त्र लगाएर दिएको कपडा लगाएर जसले खान दिन्छ, हामी त्यो खाँदैनौँ भन्ने शर्त राख्नु लगाउनु सक्छ। निर्वस्त्र हुनु पर्यो। अनि अनुसुया माताले विचार गरेको सुनेको को हुनु त उहाँहरू भनेर यसो विचार गर्दा त ब्रह्मा विष्णु र शिव त्रिदेव आउनु भएको रहेछ। ए छल गर्न आउनु भएको छ भगवानहरू भनेर प्रश्न गर्नुभयो। त्यसपछि उहाँको एउटा मन्त्र थियो, पति परमेश्वराय नमः भन्ने। त्यो मन्त्रले पानी हातमा लिएर सर्किदिनु भएको थियो। त्यो तीनवटै ऋषिहरू त बच्चा 6 महिनाका जो हुनुभयो च्या हुन थाल्नुभयो। 6 महिनाको बालकलाई के त्यहाँ लाज के नलाज? लाज केही हुन्छ र? आमा नाङ्गो भयो नि कि बा नाङ्गो भयो नि कि ऊ नाङ्गो भयो नि, त्यो केही भएन। अनि माताजीले स्तनपान पनि गराउनु, खान दिनु। त्यसरी ब्रह्मा विष्णु र शिवजीलाई समेत स्तनपान गराउनु भएकी श्रद्धेय माता श्री हाम्रो अनुसुया र महर्षि महर्षि अत्रिका सन्तानको रूपमा पछि यी तीनवटै भगवानहरूले के गर्नुभयो भन्दाखेरि, ल हामी तपाईँको पुत्रको रूपमा आयौं, अब हामी तपाईँलाई वरदान दिन्छौं भनेर पछि कथा अलि लामो छ, यो अलि संक्षेपमा मैले भने वरदान दिन्छौं भनेपछि तीनवटै भगवानको अंशावतारको रूपमा उहाँहरूलाई एउटा पुत्र दिनु।
तीनवटै भगवानले दिएको भएर दत्त दिएको आत्रेयलाई भएर दत्तात्रेय, अत्रिलाई दिएको भएर दत्तात्रेय भनेर ऋषि हालेको त्यहाँ हामीले राखेका छौँ। हाम्रा मूल पुर्खा ऋषि हामी भनेर मान्छौँ। उहाँबाट हामीले आत्रेय, हाम्रो गोत्र आत्रेय हो नि सबैको, होइन हो। हामी आत्रेय भनेर त्यसपछि हामीले गोत्र के हो भने गोत्र प्रवर्धन गर्ने ऋषिको नामबाट चलिआएको पहिचान गर्ने एउटा चाहिँ थर जस्तै हो भनौँ न, पहिचान। आत्रेय गोत्र प्रवर्धन गर्ने ऋषिको नामबाट चलेको एउटा वंश परम्परा हो। त्यसरी हामी आत्रेय भन्छौँ। अब यो आत्रेयकोमा धेरै प्रतापी शूरवीरहरू जन्मिनु। संसारको प्रथम विश्वविद्यालय तक्षशिला विश्वविद्यालय अहिले रावलपिण्डीमा छ। त्यसको स्थापना हाम्रै पुर्खा पुनर्वसु चरकले गर्नुभयो। पछि त्यसलाई पतञ्जलि चरकले त्यसलाई योगको रूपमा लिएर जानु। प्रथम विश्वविद्यालय नै हाम्रो पुर्खाले स्थापना गर्नुभयो। त्यति प्रतापी हामी आत्रेयहरू हौँ। त्यसपछि गएर विक्रम सम्वतको 1100 करिब 50 जति, त्यसको ठ्याक्क मितिमा अलिकति कन्फ्युजन छ। विक्रम सम्वतको 1150 जतिमा डोटीका राजा राधा माधव सिंह ठकुरीले वाजपेय यज्ञ गर्ने निधो गर्नुभयो। त्यो निधो गर्दाखेरि एउटा उत्तम ब्राह्मणलाई ल्याएर म प्रधानाचार्य बनाउँछु र यज्ञ गर्छु भनेर आत्नुभयो। धेरैलाई परीक्षा गर्नुभयो। उहाँको परीक्षा कस्तो थियो भने फलामका र ढुङ्गाका समिधा राख्नुभयो। हामी काठका समिधा राख्छौँ नि पूजा गर्दाखेरि, फलामका र ढुङ्गाका समिधा राख्नुभयो र त्यसलाई मन्त्र बलले आगो जलाउनु पर्ने शब्द राख्नु। त्यहाँ अरू सबै ब्राह्मणहरू जानुभयो, त्यो सब भएन। हाम्रा पुर्खा वत्सराज त्यहाँ जानु भएर त्यसलाई चाहिँ मन्त्र जलाइदियो। मन्त्र बलले अग्नि प्रज्वलित गरिदिएपछि उहाँलाई प्रधानाचार्य मानेर त्यो वाजपेय यज्ञ समाप्त भयो। यज्ञको समाप्तिसँगै राधा माधव सिंह ठकुरीले आफ्नो छोरी शुभकन्या र त्यो डोटी राज्य हाम्रा पुर्खा वत्सराजलाई दान दिनुभयो। तिल पुष समातेर दान दिनुभयो। त्यो दानमा हामीलाई राज्य प्राप्त भयो। हामी राजा भयौँ। हामी 3 पुस्ता राजा भयौँ। वत्सराज, उहाँका छोरा वंशराज र उहाँका नाति उपवत्सराज, 3 पुस्ता राजा भयौँ। अनि उपवत्सराजले के गर्नुभयो भने अझ त्योभन्दा अगाडि जाउँ, जब उहाँ ठकुरीकी छोरी हुनुभयो हाम्री जेठीमा भइसके पछाडि उहाँले विचार गर्नुभयो म मेरो कोखबाट जन्मेका सन्तानहरू त अब छेत्री ठकुरी हुने भए, म त ठकुरीकी छोरी भनेपछि बाहुनको त वंश लोप हुने भयो। ब्राह्मणको वंश लोप गर्दा अपराध लाग्छ भनेर आफ्नै श्रीमानलाई एउटै लगनमा 4वटा कन्या खोजेर बिहा गराइदिए। कैलालीकी त्रिपाठीकी छोरी, जुम्लाका देवकोटाकी छोरी, आफ्नै मितबा सुवेडीकी छोरी र जोशीकी छोरी, विष्टकी छोरी 4वटा कन्या खोजेर विवाह गराइदिनु, ब्राह्मण कन्या। अनि त्यसपछि ती ब्राह्मणहरूकैले 3 पुस्ता त्यहाँ शासन भयो। त्यसपछि उपवत्सराजले के गर्नुभयो भने अब यो हामीले ब्राह्मणले राज्य गर्ने होइन, राज्य क्षेत्रीले गर्ने, थापाले राज्य गर्ने, ब्राह्मणले गुरु हुने, दान लिने, दान दिने, पढाउने, यज्ञ गर्ने, यज्ञ आदि गराउने, पुगेन भने बिर्ता लिएर कृषि गरेर खाने, खेती बाँध्नु। अस्ति हामी पौडी जाँदाखेरि समेत त्यहाँ हामीले यसो थोरै राजनीतिको चर्चा गरेका। राजनीति त बाहुनले गर्ने होइन नि, हामीलाई उही बेला खेती बाँधेका, राजनीति त क्षेत्रीले गर्ने हो भन्ने यद्यपि चल्छ। त्यो स्थिति पनि हाम्रा पुर्खाले बाँधेर हामी त्यस्ताका खलक रहेछौँ। त्यहाँबाट आउँदै गर्दा श्रीराम पौडेल 1256 जन्मिनुहुन्छ। त्यही पौडीमा श्रीनन्द जन्मिनुहुन्छ। श्रीनन्द त्यसपछि त्यहाँबाट बसाइ छरेर चिला खायो। पहिला उसको चाहिँ कालीपुरको चिला खायो, अहिलेको तिला गुफा गाउँपालिकामा त्यहाँ पुग्नुहुन्छ। गाउँ हो कि नगर हो? तिला नगरपालिका तिला गुफामा त्यहाँ बसाइ सर्नुहुन्छ। त्यहाँ बसाइ सरेपछि वरिपरिका मान्छेले के भन्न थाल्यो भने यी त पौडीबाट आएका पौडीवाला, यी पौडीवाला भन्दा भन्दै अनि हामी पौडेल भयौं। 1256 जन्मनु भएको श्रीराम पौडेलले पौडेल लेख्न थाल्नुभयो थर। त्यसपछि हामी पौडेल भयौं। त्योभन्दा अगाडि हामी भट्ट थियौं।
भट्टभन्दा अगाडि हामी आत्रेय नै लेख्ने चलन थियो। आत्रेय पछाडि भट्ट एउटा पद रहेछ, एउटा कार्यभार चलाउनु पर्ने पद रहेछ, त्यो पद लेखौँ, भट्ट भयो। त्यसपछि हामी पौडेल लेख्यौँ। अहिले पनि त्यहाँ चाहिँ बजाङमा भएका, अस्ति हामी थाहा थलो खोजी अभियानमा गयौँ, त्यहाँ भएका अहिले पनि हाम्रा पौडेलहरूले भट्ट नै लेख्नुहुन्छ। अनि जोशी कमन थर रहेछ, शर्मा केसी भने जस्तै जोशी कमन थर रहेछ, त्यहाँ जोशी लेख्नुहुन्छ हाम्रो पौडेल। अनि त्यहाँ खत्री लेख्नुहुन्छ, केसी लेख्नुहुन्छ, शर्मा लेख्नुहुन्छ, अनि जयसी उपाध्याय यस्ता लेख्नुहुन्छ, तर पौडेल लेख्ने रहेछ। हामी खोजी गर्न गएपछि हामी नै पौडेल हौँ भन्दै सर्लक्कै आउँदा त अहिले यहाँ 350 भन्नुभयो, झन्डै त्यही हाराहारीमा अझ बढी कुरिया हाम्रो त्यहाँ हामी त्यसरी श्रीरामले 1256मा जन्मिनुभएका श्रीरामले पौडेल लेखेपछि पौडेल पौडेल भन्दै आयौँ। पौडेलको कुलमा आइसके पछाडि, थरमा आइसके पछाडि हाम्रो प्रतापी जयमङ्गल पौडेल, रङ्गनाथ पौडेलका हजुरबा जो पर्वत पाङ निवासी हुनुहुन्छ, उहाँ चाहिँ काशीमा विद्याध्ययन गर्न जानुभएको। त्यही क्रममा काशीराजको पनि राजु भन्नुभएको रहेछ। यहाँ नेपालमा एकीकरणको अभियान चल्दै थियो। पृथ्वीनारायण शाहको पहिलो घरबार बिग्रिएपछि दोस्रो घरबार बनाउने क्रममा अब नेपालका ठकुरीहरूकी छोरी बिहा गर्दिन, म अलि ठुलो राष्ट्रसँग चाहिँ म सम्बन्ध गाँच्न चाहन्छु, त्यहाँ म बिहे गर्छु भन्ने भएपछि त्यो आशय बुझेर एकजना अर्याल थरका ज्योतिषी काशीराजकी छोरी माग्न भनेर काशीमा पुग्नुभयो। त्यहाँ हाम्रा जयमङ्गल पौडेलसँग भेट भयो। भेट भइसकेपछि काशीराजकी छोरी नरेन्द्र देवीलाई ल्याएर पृथ्वीनारायण शाहसँग विवाह गराइदिएको काम हाम्रा पुर्खा जयमङ्गल पौडेलले गर्नुभयो। त्यसपछि जयमङ्गल पौडेललाई नेपाल दरबारमा देवी गुरुको नाममा पुजिन थालियो। राजकीय कचहरीमा उहाँलाई सामेल गराउन थालियो र पुजिन थालियो। र पूर्वी नेपाल एकीकरणमा जयमङ्गल पौडेलको ठूलो सल्लाह छ र यो नेपाल एकीकरण गर्नमा हाम्रा पुर्खाको हाम्रो योगदान छ। उहाँका छोरा भद्रनाथ पौडेल, उहाँ पनि विद्वान हुनुहुन्थ्यो। दरबारमा पछाडि उहाँलाई चाहिँ पछि निर्वाचन गराइयो। त्यति बेला रङ्गनाथ 6 वर्षको बच्चा हुनुहुन्थ्यो। काशीमा गएर धेरै पढ्नुभयो, अत्यन्तै धेरै पढ्नुभयो। त्यतिखेर ठूलो विद्वानलाई महामहोपाध्याय भन्ने चलन रहेछ। काशी विश्वविद्यालय उहाँलाई महामहोपाध्यायको उपाधि दियो। उहाँ त्यो उपाधिबाट विभूषित हुनुभयो। दरबारको पनि केही कुरा यहाँ जान्नु भएको। नेपाल एकीकरण गर्दै गर्दाखेरि नेपालको ढिकुरी पनि सिद्धियो। तात्कालीन नेपालका प्रधानमन्त्री भीमसेन थापा रङ्गनाथलाई भेट्न काशी जानुभयो। उहाँ त्यतिखेर काशीका राजाको पनि चाहिँ सल्लाहकारको रूपमा बसिरहनु भएको थियो। त्यसपछि उहाँ गएर भेटेर गुरु नेपाल फर्किनु पर्यो। नेपालमा आर्थिक अवस्था पनि साह्रै दयनीय भयो। यो राजकाज चलाउनु बडो कठिन भयो भनेपछि रङ्गनाथ पौडेलले आफ्ना गुरुलाई त्यहाँ चाहिँ एउटा व्यापारीसँग चाहिँ राखेर उहाँ पैसो लिएर त्यो तात्कालीन 40,000 कम्पनी रुपियाँ ल्याएर नेपालको ढिकुरी भर्ने काम चान्चुन विषय थिएन। त्यो हाम्रै पुर्खाले गर्नुभयो, रङ्गनाथ पौडेलले गर्नुभयो। त्यो गरिसके पछाडि भीमसेन थापाको अवसान पछाडि नेपालको प्रधानमन्त्री र मुख्तियारको रूपमा रङ्गनाथ पौडेललाई स्थापित गराइयो। अब त्यतिखेर कृपाणयुद्ध विक्रम शाह अलि राजनीति नजानेको खालको राजा हुनुभयो। अब राजा छ र गद्दीले भनेको मान्नुपर्छ, ऊ आफू जान्दैन, भनेको कुरा हतपति मान्दैन। प्रधानमन्त्रीलाई अप्ठ्यारो भयो, विद्वान हुनुहुन्छ, अब के गर्ने? अब यिनलाई बाँध्नुपर्छ, एउटा स्थितिमा बाँध्नुपर्छ भनेर त्यतिखेर उहाँले राजविधान सार भन्ने पुस्तक लेख्यो। त्यो राजविधान सार भनेको नेपालको प्रथम संविधान हो, जो हाम्रा पुर्खा रङ्गनाथले लेख्नु भएको हो। र त्यसलाई चाहिँ अनि कृपाणयुद्ध विक्रम शाहलाई यो अनुसार शासन गर्नु। राजाको राज्यप्रतिको कर्तव्य यो हुन्छ, जनताका प्रतिको कर्तव्य यो हुन्छ, जनताको राज्यका प्रतिको कर्तव्य यो हुन्छ, राजधर्म भनेको यो हो भनेर सारा वृत्तान्त लेखेर त्यो पुस्तक उहाँले दिनुभयो। त्यो पुस्तक दिइसके पछाडि कृपाणयुद्ध विक्रम शाहले उहाँलाई श्री 6 को उपाधि दियो। म श्री 5, म गद्दीमा छु, मलाई पनि गद्दी चलाउन सिकाइएको छ नि हजुर, मभन्दा 1 श्री माथि होइएको छ। त्यो कारणले हजुर श्री 6 भनेर नेपालमा श्री 6 कसैले पाएको छैन, राजा पनि स्वीकार छन् भने श्री 6 पाउने हामी नै पौडेलहरू हौ, रङ्गनाथ पौडेल। हामी त्यस्ताका खलक। अनि त्यो राजविधान सारको प्रसङ्गमा अहिले हामीले म अध्यक्ष भइसके पछाडि राष्ट्रपतिजीलाई चाहिँ हामी बधाई दिन गएका थियौँ। जाँदाखेरि उहाँले पनि सुस्त भन्नुभएको थियो त्यो रङ्गनाथको राजविधान सार चाहिँ यसो खोजेर प्रकाशन गर्नु पायो हुन्थ्यो भाइ भन्नु। म ठिक छ, म प्रयास गर्छु भने त्यसलाई हामीले खोज्यौँ। खोजिसके पछाडि
अनि संग्रहालयबाटै हामी लियौँ, अथेन्टिक हिसाबले लिएर अहिले हामीले त्यसलाई चाहिँ समसामयिक हिसाबको व्याख्या चाहिँ गरिदिनु भनेर विद्वान फणीन्द्र पौडेललाई हामीले चाहिँ देवघाट त्यो महेश गुरुकुलको चाहिँ प्राचार्य हुनुहुन्छ उहाँलाई हामीले चाहिँ त्यो दिएका छौँ। अब त्यो पनि हाम्रो प्रकाशन हुँदैछ, पौडेल वंश महासंघले त्यो कृति पनि प्रकाशन गर्दैछ। हामी त्यस्ताका खलक कवि शिरोमणि लेखनाथ पौड्याल जो कालजयी उहाँका रचना जुग जुगसम्म रहिरहन्छ, देशमा मात्रै होइन, नेपाली भाषामा मात्रै होइन, सारा विश्व भाषामा ती चाहिँ कालजयी रूपमा रहिरहेका छन्, रहिरहन्छ। अरू कविलाई कविता लेख्न बस्दाखेरि शब्दको खाँचो पर्ने, के जोडौँ के लेखौँ, तपाईँ हामीलाई नि पर्छ नि त्यसो लेख्न थाल्यौँ भने आउँदैन, के लेखौँ हुन्छ। उहाँलाई शब्द हुरहुर्ती आएर कुन चाहिँ शब्द राखौँ भन्ने त्यस्तो खालको चाहिँ क्षमता हुनुभएको। अहिले यसो त्यो उहाँका रचना पल्टाएर हेरौँ, सायद यो त पौडेललाई नै भने होला। सधैँ हो हँसिलो सधैँ हो खुसिलो, सबैको महु मित्र जस्तै रसिलो, कसैलाई काहीँ नपारौँ म मर्म, ल्याउ नित्य लोकोपकारी स्वधर्म। सायद पौडेललाई यस्ता अनेकौं पछिल्लो पिरियडमा आएर वर्तमान नेपालका राष्ट्रपति रामचन्द्र पौडेल तपाईहरुले जानेका भएपछि हाम्रो अघिपछि गाउँघरमा यताउता गफ हुँदाखेरि पनि केही कुरो पर्यो, केही झगडा अथवा आदित्यादि पर्यो अथवा बेवाबारी पर्यो भने यी कस्ताका खलक हुन् भन्ने भन्छन् नि। हामी कस्ताका खलक रहेछौँ त? ल हेर्नुहोस् त, हामी पहिला 3 पुस्ता राजा भएका, प्रधानमन्त्री भएका, अहिले राष्ट्रपति भएका, कविका यी सारा विषयवस्तुमा राष्ट्रलाई यत्रो योगदान गरेका, यी राष्ट्र एकीकरणमा हामी लागेका, राष्ट्रको ढिकुडी भर्न लागेका, यी सारा भर्न लागेका सन्तान रहेछौँ नि हामी, त्यस्ताका खलक रहेछौँ नि। यो पहिचानको खोजी, यो पहिचान अनि हामी कहाँका रहेछौँ भन्दा त्यो बझाङको पौडी त्यहीबाट हामी पौडेल भएर निस्केको कारणले हामीले केदारसिंह गाउँपालिका, बझाङ जिल्ला केदारसिंह गाउँपालिकामा पौडी जिउला पौडीकोट भन्ने छ। हामी त्यहाँ गएर पौडेल वंश महासंघको टिम फागुनको 16 गते हामी त्यहाँ गएर पालिकासँग बसेर, पालिकाले पनि यो तपाईहरुकै हो भनेको र हाम्रा उसमा वंशावलीहरूमा लेखिएर हामीले भेटिएका अधिकांश वंशावलीहरू भेटेको पनि पौडी नै त्यही हो भन्ने हामीलाई पनि भएको र त्यहाँको पालिकाले पनि यो पौडेलकै हो भन्ने भएपछि अनि पालिका स्थानीय केदारसिंह गाउँपालिकाको फुल बढी र पौडेल वंश महासंघको केन्द्रीय टिम त्यहाँ बसेर हामीले हाम्रो थाकथलो प्रमाणित गरेका छौं। अब हामी कहाँका पौडेल भन्दा बझाङको केदारसिंह गाउँपालिकाका पौडेल, यसमा कुनै दुविधा छैन। यो ऐतिहासिक काम पनि हामीले सम्पन्न गरेका छौं र अब यो खोजी गर्दै आएका छौं। अब वंशावलीको विषयमा दीपक भाइले प्रश्न पारिसक्नु भएको छ, संस्था चलाउने विषयमा जे दाजुले प्रश्न पारिसक्नु भएको छ। अरू एक दुईटा थप कुरा म राख्नुला। महिला आमा दिदीबहिनी भाउजू बुहारी छोरीहरूको एउटा संस्था जरुरी पर्छ, यहाँसँग गाँसिएर एउटा महिला विभाग भन्ने पनि तपाईहरुले आज नै एउटा चाहिँ त्यो गराउनु होला, उहाँलाई सक्रिय गराउनको लागि। यति हामीले आफ्नो लागि गर्ने। अब कुल पूजाको बारेमा म अहिले एकछिनमा आउँछु र सँगै चाहिँ के गरौं भने यो त भयो हाम्रो घर परिवारको कुरा, त्यहाँ माथि चाहिँ पौडेल घर साझा घर, यत्रो घर बनाउन खोजेको हामीले। ल हेर्नुहोस्, हामी यस्ताका खलक रहेछौँ भनेर पहिचान दिन खोजेको, अब हामीले केही मुलुकमा गर्न पर्छ भनेर खोजेको। पहिला हामीले त परिवार संगठित गर्नु पर्यो नि, बाहिर केही गर्नको अगाडि। त्यही भएर परिवार संगठित गर्न खोजेको। परिवार संगठित गर्दा भातृत्व, एकता, सद्भाव, मेलमिलाप, सरसहयोग, यो सारा कुराले हामी एक भएपछि अब समाजलाई हामीले दिनुपर्छ। के दिने भन्दा अहिले प्रारम्भिक चरणमा अहिले हाम्रो स्वास्थ्य बिग्रेको छ, हाम्रो खानपान बिग्रेको छ। अहिले नेपालमा बुढ्यौली अलि धेरै लागेको छ। अब 60 भन्दा माथिको मान्छेहरूको संख्या धेरै हुने अवस्थामा छ। त्यो भएर हामीले एउटा के निर्णय गर्यौं पौडेल वंश महासंघले भने स्वास्थ्य सचेतना अभियान भन्ने एउटा अभियान सुरु गरेको छ। त्यो अभियान पौडेल वंश महासंघले चलाउने हो। त्यो समाजमा रहेका सबै थर, गोत्र, जातका सबै मान्छेहरूलाई दिने। पौडेल वंश महासंघ आयोजक हुन्छ, स्थानीय पौडेल वंश महासंघ स्थानीय पालिका आयोजक हुन्छ। हामीले पाठ्यक्रम तयार गरिसकेका छौं र यी स्वास्थ्य कर्मीहरू हाम्रो दाजुभाइ दिदीबहिनीहरूले यसलाई सञ्चालन गरिदिनु होला। हामी छिट्टै त्यो पठाउँछौं र स्थानीय पालिकाले त्यसको सामान्य फन्डिङ गर्छ। त्यो फन्डिङ अहिले महासंघले पनि गर्नु पर्दैन, हामी त्यहाँ पत्राचार गर्छौं। स्थानीय पालिकामा कोष हुन्छ, त्यसले फन्डिङ गर्छ। पौडेल वंश महासंघ स्थानीय पालिकाको दुईटाको संयुक्त तत्वावधानमा त्यो स्वास्थ्य सचेतना, भान्सालाई औषधालय र भान्सेलाई डाक्टर बनाउने हाम्रो कार्यक्रम। त्यसै गरी
बुढ्यौली जब 60 लागिसके पछाडि कम भएपछि अब म त बुढो भएँ केही गर्न सक्दिनँ, बुढी भएँ केही गर्न सक्दिनँ अनि भनेर जब बिस्तारमै अथवा घरमै वरिपरि बस्ने स्थिति होइन, बुढ्यौली पनि वरदान हो अभिशाप होइन भन्ने हिसाबले त्यसलाई कसरी सुरक्षित र संरक्षित गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले कोर्स कन्टेन्ट तयार गरेका छौँ। त्यो दुईटा हामी सँगै हामी ट्रेनिङको व्यवस्था छिट्टै नै गर्नेछौँ। त्यो तपाईँहरूले गरिदिनुपर्छ, हामी कार्यक्रम दिन्छौँ, त्यो तपाईँहरूले सञ्चालन गरिदिनुपर्छ। यसरी हामीले समाजलाई पनि अहिले तत्कालको लागि जोड्ने अभियानमा हामी अगाडि आएका छौँ। अब मलाई एउटा अप्ठ्यारो विषय दिनुभएको छ, अरू कुरा त सबै हामी सँगै मिलिहालेका थियौँ, यसमा के पनि विवाद भएन, तपाईँ सबै खुसी हुनुभयो। मलाई एउटा अप्ठ्यारो विषय दिनुभएको छ, कुल पूजाको लागि अलिकति सहजीकरण गरिदेऊ भनिदेऊ भनेर। अब यो अलिकति अप्ठ्यारो छ, म बुझ्छु त्यो कुरा किन अप्ठ्यारो छ भने अब म तपाईँलाई यसको पनि सहजीकरण के गरौँ भने हाम्रा मूल पुर्खा भनेर मैले अघि उसको नाम लिए, हाम्रा चाहिँ नि दत्तात्रेयको नाम लिए। दत्तात्रेय भगवान पनि भगवान विष्णुका 24 अवतार मध्येको एउटा अवतार हुनुहुन्छ, त्यो कुरा पुराणहरूमा वर्णित छ। उहाँ दत्तात्रेयले कुल देवताको रूपमा बराह भगवानको पूजा गर्नुभएको पुराणहरूमा वर्णित छ। पुराणले हामी त्यो कुरा पाउँछौँ। भनेपछि हाम्रा पुर्खाले पूजा गर्नु भएको कुल देवता बराह भगवान हुनुहुँदो रहेछ, यसमा दुविधा रहेन। बराह भनेको को हो त भन्दा भगवान विष्णुका 12वटा मेजर अवतार मध्येको पहिलो माछाको, दोस्रो कछुवाको र तेस्रो चाहिँ बँदेलको, मत्स्य कत्स्य र बराह भन्छ। त्यही बराह स्वरूपलाई हाम्रा पुर्खाले कुल देवता मानेर पूजा गर्नु भएको। अब भगवान विष्णुको पूजा कसरी गरिन्छ तपाईँहरूले गाउँघरमा सत्यनारायण पहिला पहिला लाग्थ्यो, अहिले लाग्छ कि लाग्दैन? लाग्छ। अब सत्यनारायणको पूजा गर्दाखेरि तपाईँहरूले के विधिद्वारा गर्नुहुन्छ? त्यहाँ पक्कै पनि काटमाट त गर्नुहुन्न होला, गर्दैन। अब आफैले बुझ्ने विषय रहन्छन् यी विषयहरू, मैले धेरै किन कोट्याउँ। अब यो कसरी चल्यो त त्यसो भए त्यो स्थिति पनि भन्न सक्नुहुन्छ मलाई? अब हामी आएका त कहाँबाट रहेछौँ? मैले तपाईँहरूलाई भने पौडेल भरै आएका त हामी त बझाङबाट रहेछौँ। बझाङ भनेको त सुदूरपश्चिम हो। त्यहाँबाट क्रमशः आउँदै गर्दाखेरि त हामी विभिन्न ठाउँमा बस्दै फेरि त्यहाँबाट चलेन भने मेसो चलेन भने फेरि अगाडि जाने, त्यहाँबाट मेसो चलेन भने फेरि अगाडि जाने गर्दै गर्दा नेपाल र नेपालको पूर्वी भाग, भारतको सिलाम, आसाम, मेघालय, मणिपुर, त्यसपछि गएर बर्मा, थाइल्याण्डसम्म पनि हाम्रो चाहिँ पौडेलहरू फैलिएका छन्। पूर्व हानिँदै गएका छन्। अब त्यहाँ जाँदाखेरि सबै ठाउँमा बाहुल्य समाज पनि हामीले पाइनौँ होला। क्षेत्री काजीहरू हुनुभयो होला, राई लिम्बूहरू हुनुभयो होला, तामाङ गुरुङहरू मगरहरू हुनुभयो होला, त्यो ठाउँमा बस्नुपर्ने अवस्था आयो होला। अनि त्यहाँ बस्दाखेरि अब अहिले यो उसको जनसङ्ख्या दिन भाइ तपाईँ त प्रख्यात पत्रकार पनि हुनुहुन्छ, यहाँको कति करिब यो जोरखा जिल्लाको जनसङ्ख्या करिब कति छ? 1,90,000 यहाँ जनसङ्ख्यामा हामी कति रहेछौँ? करिब 16। हामी कति माइनोरिटीमा छौँ, कति कम रहेछौँ? भनेपछि त यहाँ त अरू थर जत्र जातका मान्छेहरूको प्रबल बाहुल्यता अरू ठाउँमा हामी बसिआएर छौँ हो। अब यहाँ बसेपछि अब हामीले गर्नुपर्ने के रहेछ त भन्दा हामीलाई एउटा पुर्खाले के भन्नु भएको छ? आँखो नदेख्नेको ठाउँमा गयो भने आँखो छिम्क्याउनु, चिम्लाउनु, खुट्टो खोच्याउनेको ठाउँमा गयो भने, त्यस्ताको ठाउँमा गयो भने खुट्टो खोच्याउनु। किन? समाजसँग मिल्न, होइन र? त्यो भन्नुभएको छ, होइन र? हो। अब यो समाजमा जाँदाखेरि पनि प्राय जसो ठाउँमा हामी ब्राह्मणहरू पण्डितै हुने, बाहुनै हुने, उहाँहरूले हामीलाई पूजा गर्न बोलाउने, हामी त्यहाँ जाने, पूजा गरिदिने, गराइदिने। अनि त्यो 5वटा बलि दिनुहुन्छ, 5 थरी बलि पनि दिनुहुन्छ हो, पञ्चबली भन्छन् नि। अनि जे खाने हो त्यो खानेलाई त्यो खाने चिज पनि दिनुहुन्छ उहाँहरूले। त्यो मध्ये हाम्रो ब्राह्मण जातिले पनि मासु त खाने नै गरेका छ, त्यो एउटा दोष हो। ब्राह्मणका 2टा दोष भनिएको छ के, हामी पहाडतिरका शुक्ल यजुर्वेदी रहेछौँ ब्राह्मणहरू, अनि दक्षिण भारतका ब्राह्मणहरू कृष्ण यजुर्वेदी हुनुहुँदो रहेछ। उहाँहरू पनि हामी जस्तै हो। उहाँहरूले मासु खानुहुन्न, मासु खानेलाई चमार भन्नुहुन्छ, उसले छोएको पानी पनि खानुहुन्न। तर उहाँहरूको एउटा दोष छ, मामाकी छोरी बिहा गर्नुहुन्छ। मामाकी छोरीलाई हामी बहिनी भन्छौँ, पूजा गर्छौँ, उहाँहरू मामाकी छोरी बिहे गर्नुहुन्छ। अब हामी मामाकी छोरीलाई बहिनी भनेर पूजा गरेर टिको लगाउँछौँ, तर हामी मासु खान्छौँ। ब्राह्मणका 2टा दोष रहेछन्। ती दोष के रहेछन् भने
दक्षिणे मातुली कन्या उत्तरे मांस भोजन, यी दुईटा ब्राह्मणका दोष रहेछ। ती दोष मध्ये त हामी पनि अपवादमा छैनौँ, ती दोष त बेहोरेकै छ भनेपछि अब त्यहाँ गएर त्यो पूजामा पनि दिएको मासु चाहिँ हामी खाने भन्यो। उस्तो फेरि बाहुनी आमेलाई नै ल्याए हुन्थ्यो, यति घर पनि लगे हुन्थ्यो बाहुनमा भने लु त लु अब किन चाहिँ भनेर त्यो पनि हामी गऱ्यौँ। अब हुँदै त गऱ्यो, तर हामी त कसरी पूजा गर्ने मध्येका पर्यौँ भन्दाखेरि रुखको खुट्टा मुनि पहरा मुनि जंगलमा गएर पूजा गर्ने सामग्री त्यहाँ लाने, अघिल्लो दिन पनि एक भक्त हुने, चोखो बस्ने, कपाल छबर गर्ने, एक भक्त बसेर चोखो सामग्री लिएर गएर वनमा लिएर गएर पूजा गर्ने। त्यहाँ पूजा गरिसकेपछि त्यही प्रसादहरू लगाउने, त्यो भोग प्रसाद त्यही भगवानलाई पनि लगाउने, आफू पनि खाने। त्यो बच्यो पुज्यो भने त्यो चराले र कमिलाले पनि नखाओस् भनेर खोस्रेर गाडेर आउँछ। अनि त्यो हाम्रो परम्परा, पहिलो कुलो परम्परा भएपछि समाजले के भन्ने, त्यहाँका समाजका मान्छेले के भन्नु थाल्यो भने यो चुतिया बाहुन खान्छ मात्रै दिन जान्दैन, यस्तो छ, आफ्ना पनि छोरीबेटी पनि बोलाउँदैन, त्यो कारणले चाहिँ यो त चुतिया हो भनेर अब त्यही समाजमा बस्नु पर्यो। भाडा पर्न 8 भाइ कि 7 भाइ भन्छन्, त्यो समाजसँग मिल्नु पर्यो। अब मिल्नु पर्दाखेरि चाहिँ नि उहाँलाई आफ्नो संस्कार पनि छोड्न चाहिँ भएको छैन, मन छैन, समाजसँग पनि नमिली भएको छैन। अब त्यो अवस्थामा के गर्ने त भन्दा कुनै एकजना बुढाबाले बीचको उपाय निकाल्नु पर्यो। अब तपाईँहरू पूजा गर्दाखेरि गंगा भाइसँग पनि हिजो मैले कुरा गरेँ, दिल भाइसँग कुरा गरेँ, पूजा त हाम्रो यतापट्टि भगवानको सात्विकै नै हुन्छ दाइ। त्यो पूजा गरिसके पछाडि त्यो पूजालाई रुमालले छोपेर अनि उतापट्टि गएर हामी चाहिँ यसो बिहा छाको पार्ने कुरा गर्छौँ भन्नु। यसबाट तपाईँले छर्लङ्ग बुझ्नु भएको छ कि हाम्रो कुरा के रहेछ। मैले यसमा धेरै गर्नुपर्ने अवस्था छैन, बुझ्ने नै कुरा छ होइन, यो प्रश्न बुझ्ने कुरा छ। यो कुरा के छ, तैँले क्यारियर जानिस् भन्नु होला। म एउटा कुरा त देखि जान्ने, सुनि जान्ने, पढि जान्ने यी सारा कुराहरू हुन्छन्। केही कुरा यो मामलामा लागेपछि 2073 सालदेखि मेरो गुरु रामचन्द्र शर्मा पौडेल हुनुहुन्छ, जो दिवंगत हुनुभयो, नेपालको विद्वान गुरु हो। उहाँले मलाई प्रशिक्षित गरेपछि म यो अभियानमा निस्केँ। अभियानमा निस्कँदै गर्दा फुलको बासना वरिपरि मान्छेको बासना डाँडाबारी भन्ने एउटा उखान रहेछ। त्यो पोखराको मान्छेको कुरा विराटनगरमा, मोरङमा, विजय पौडेलका कानसम्म पुगेछ। उहाँले बोलाउनु भयो, गइसके पछाडि हामीले विजय पौडेलको आयोजना गर्नु भएको त्यो चाहिँ पौडेल वंश प्रतिष्ठानको उहाँ आयोजक भएर गर्नु भएको ठाउँमा बसेर हामीले यो महासङ्घको अवधारणा बनायौँ। यो त बोकेर हिँडेकै थियौँ, बिसाउने ठाउँ चाहिएको थियो, त्यो प्लेटफर्म बन्यो, हामी त्यसरी आयौँ। अब आइसके पछाडि देशभरिका बन्धुहरूलाई अब एउटै उसमा लिएर आउनु त भनेर यो चान्चुन हिसाबको हामीले आइडिया होइन है दाजुभाइहरू। यो हामीले चाहिँ गरेका विषय यो ख्यालको विषय होइन है। यो अहिलेको परिस्थितिको हिसाबमा यो पहिचानको मुद्दा भनेको बहुत पेचिलो मुद्दा छ। देश दुनियाँ हेर्नुहोस्, आज अरू कैयौँ विकसित राष्ट्रहरू बनेका छन्, तर तिनको पहिचान छैन। हेर्नुहोस्, कसैले पत्ता लगाइदिएको छ, कहीँबाट गाह्रो बनेका छन्, केही भएका छन्। यो भूमिका त हामी त भूमिपुत्रहरू हो। हाम्रो इतिहास धेरै लामो इतिहास छ। यत्रो लामो इतिहासमा यत्रो ठूलो योगदान गरेको फेरि हाम्रो चाहिँ इतिहास, अनि हामीले हाम्रो पहिचान नखोज्ने त। त्यही भएर हामी पहिचान खोज्ने क्रममा यसरी अगाडि आएका हौँ। आउँदै गर्दाखेरि यी विषयहरूको खोजी पनि भयो, अध्ययन पनि भयो, संगत पनि भयो, सारा कुराले गर्दा यो अवस्थासम्म हामी आयौँ। र अब के छ भने 1 मिनट म तपाईँहरूसँग कुरा गर्छु, त्यस पछाडि चाहिँ नि अनि अन्तर्गत जस्तो मैले तपाईँहरूलाई हामीले पौडेल वंश महासङ्घले हामी केन्द्रीय समितिमा बस्छौँ, छलफल गऱ्यौँ के दिउँ त। हामी गएर बन्धुहरूका माझ बोल्छौँ, भन्छौँ, अनि भनेको कुरा उहाँहरूले कति सुन्नुहुन्छ, यता यता कोट्याएर कुरा गरेर सुन्दा नि सुनिँदैन, कति सुन्नुहुन्छ, त्यो सुनेको कति बुझ्नुहुन्छ, बुझेको कति लागू गर्न सक्नुहुन्छ, र त्यसको परिणाम के आउँछ भन्ने भएपछि कमसेकम बन्धुहरूलाई एउटा बन्धुको घरमा एउटा पौडेल वंश परिचय भनेर एक खालको सामान्य परिचय हुने कुरा त कमसेकम पौडेलको घरमा बैठकमा एउटा रहोस् न त, झुन्डियोस् न त। ती पौडेलहरूले पनि त्यो कुरा जानुन्, त्यो पौडेलका घर आउने ती इष्टमित्रहरूले पनि जानुन्, बच्चा बच्ची सबैले जानुन् भन्नका खातिर हामीले चाहिँ सरसल्लाह गरिकन पौडेल वंश परिचय भनेर यहाँ चाहिँ यसरी राखेका छौँ। पौडेल वंश महासङ्घको उद्देश्यहरू पनि राखेका छौँ र अहिलेसम्मका हाम्रा मूल विषयहरू पनि हामीले राखेका छौँ। यो तपाईँहरूलाई हामीले दिनैको लागि कसरीकै रूपमा ल्याएका छौँ, यसलाई त्यहीहरू साझा गर्नु होला। अनि शास्त्रमा पनि के भन्दो रहेछ भने आचारो विनयो व्याम प्रतिष्ठा तीर्थ दर्शनम निष्ठा वृत्ति तपोदान नवदान लक्षण
भनेको छ। यो कुलले गर्दै आएका धर्म संस्कार संस्कृतिहरूलाई मान्नुपर्छ, कुलले गरेको भन्दा विपरीत चालचलन चल्नु हुँदैन भनेर शास्त्रमा पनि तपाईँको वर्णित गरेको छ। त्यसै गरेर तपाईँको चाहिँ के भनेर छ भनेदेखि त्यो उसमा पनि भनेको छ भागवतमा पनि उत्सन्न कुलधर्माणां मनुष्याणां जनार्दन नरके नियतं वासं भवति त्यनुश्रुणम् भनेर भनेको छ। यो के छ भन्दाखेरि आफ्नो कुल धर्मलाई जसले पालन गर्दैन, जो कुल धर्मको विरुद्धमा गएर जान्छ भने त्यो अवस्थामा बसेको जुन पुरुष छ त्यो पुरुष चाहिँ नरकमा जान्छ भनेर यो कुरा अर्जुनले कृष्णजीलाई भन्नुभएको छ, सोध्नुभएको छ। अर्जुनले कृष्णजीलाई त्यो कुरा सोद्धाखेरि कृष्णजीले के बताउनु भएको छ भने त्यो सबै कुरा हुँदा हुँदै पनि मूल पुरुषको धर्म के हो भने त्यो आफूले गर्न पर्ने राजधर्म मानवीय धर्मका अगाडि यी कुराहरू कतिपय कुरा गौण हुन्छन् र त्यो कुल धर्मलाई डोर्याउने पनि मूल पुरुष र एउटा धर्मिलो पुरुष, एउटा पुरुषार्थी पुरुषले जे अगाडि गरेर लिएर जान्छ पछि त्यसैले मान्यता पाउँछ भन्ने कुराहरू पनि यसमा उल्लेख भएको छ। यसलाई तपाईँको अब कुल देवताकै रूपमा पूजा गरेर जाने क्रममा पनि तपाईँको के छ भने तिथिको कुरामा पनि गौरी पूर्णिमा, मार्गशीर्ष शुक्ल पूर्णिमा, धान्य पूर्णिमाका दिन धेरैको पूजा गर्ने चलन छ। कतै दिवाली गरिन्छ होइन, कोही चन्नी पूर्णिमा, दशहरा, वामन द्वादशी, श्री पञ्चमी, ऋषि पञ्चमी, रामनवमी, महाअष्टमी, गणेश चतुर्दशी आदि आदि तिथिहरूमा पनि हाम्रा चाहिँ कुल पूजाहरू तपाईँको हुने गरेका छन् ठाउँ अनुसार। अनि अब ठाउँ अनुसारको कुल तिथि फरक हुँदा जाँदाखेरि कुल देवताको पनि स्थिति अलिकति फरक फरक देखिन्छ। तपाईँको काहीँ तपाईँको सोमयालिङ्गको रूपमा शिवजीको पूजा हुन्छ, कोही भवानीको रूपमा काली, मष्टा, दुर्गा, विन्ध्यवासिनी, गणदेवी, ती गणदेवी त्यो गढीमाई जो भनेर भन्छन् नि, यी पनि हाम्रै चाहिँ तपाईँको देवी हुन् भन्ने अहिले चाहिँ तपाईँको इतिहासहरूले प्रमाणित गरेको छ। त्यसै गरी कहीँ तपाईँको अब यो सुरुपालको पूजा प्रायः जसो पौडेलहरूले अगति परेको पौडेललाई दिने भनेर चाहिँ एउटा गोर्खालाई दिने भन्ने ठाउँमा त्यो छुट्याएको पनि भेटिन्छ। त्यस्तै गरेर कहीँ बाह्रमष्टा, कहीँ वज्र देवता, छन्देश्वर, ब्राह्मण, ब्रह्मदेव, गणेश, विन्ध्यवासिनी, महारुद्र, भैरव भगवान यिनका पनि पूजा हुन्छ भने कहीँ चाहिँ तपाईँको बाह्रमष्ट भनेर पनि पूजा गरिन्छ। त्यो बाह्रमष्टवालामा पनि दुई थरी हुँदो रहेछ। एउटा दुधे मष्ट भन्नेलाई खिर रोटी बाबर पकाएर दिने, दारे मष्ट भन्नेलाई तपाईँको भोग खान्छ भनेर भोग दिन्छ। अब यो कुरा तपाईँको अलिकति इतिहासको कुरा, अलिकति पुराणको कुरा, अलिकति पुर्खाको कुरा, त्यो विषयको भएको हुँदा अहिले हामीले ठ्याक्कै यही गर्नुहोस् या नगर्नुहोस् भनेर भन्न सक्ने अवस्थामा हामी छैनौँ। अहिलेको दिनमा हामीले यो सबै बुझेका छौँ, नबुझेका छैनौँ। यो सबै ठाउँको कुल पूजामा हामी गएका छौँ, सम्भव भएसम्म गएका छौँ। र अब त्यो 12 भाइ मष्ट, 9 बहिनी भवानी, कहीँ तपाईँको 18 भाइ मष्ट, कहीँ 36 भाइ, 84 भाइ, यस्ता यस्ता कुराहरू पनि तपाईँको यो जुम्लाको खस राज्यतिरको कुरामा आउँदाखेरि यी कुराहरू पनि तपाईँको आएका छन्। यसलाई तपाईँको के छ भने विद्वान तपाईँको चाहिँ सत्यमोहन जोशीले त्यहाँ गएर 6 महिना जति लागेर अध्ययन गरेर विद्वानहरू लिएर गएर बसेर यो विषयको बारेमा अलिकति उहाँले पुस्तकहरू लेख्नुभयो। त्यसपछि पूर्ण प्रसाद नेपाल यात्री, शर्मा यात्री भन्नेले पनि एउटा लेख्नुभयो। त्यसलाई पनि लेखक मानेर कतिपय वंशावलीहरूले यी कुराहरू उल्लेख गरेका छन् र यी चाहिँ तपाईँको परम्परामा पनि यी कुराहरू देखिन्छ। अब यति देखिसके पछाडि हामीले के गर्ने त? हामी त पौडेल, एउटै वंश खलकका, एउटै ऋषिका सन्तान, एउटै गाउँका सन्तान, ठाउँ विशेषले पो हामी फरक फरक ठाउँमा बस्यौँ। तर हो कुरा त एउटै, यसमा दुविधा त होइन। भनेपछि अब हामीले के विचार गर्यौँ यसमा भनेदेखि चाहिँ महासंघबाट अब त्यसो भए हामीले चाहिँ के गरौँ भन्दा यो कुराहरू पुराणमा वर्णित छ, अन्त पाइँदैन। काहीँ कहीँ तपाईँको यी उपनिषदहरूमा पनि भेटिन्छ भने धेरै चाहिँ पुराणमा भेटिन्छ यी कुराहरू। अनि पुराण पण्डितहरूलाई हामीले कमसेकम एक दर्जन कम्तीमा 12 जना पुराण पण्डितहरूलाई देवघाटमा हामीले एउटा धर्मसभा बोलाउँदैछौँ। त्यो धर्मसभामा हामी के राख्दैछौँ भने अहिले तपाईँहरू पाँच ठाउँको यहाँनिर कुल पूजा गर्ने कुल थरीको हामी देख्यौँ। तपाईँहरूलाई मेरो अनुरोध आजैबाट तपाईँले के गर्नुहोस् भने सादा पान्नामा बनाए पनि हुन्छ, त्यो भएन भने यहाँ मसँग आज कपी परेन छ,
म यहाँ दिलसागर भाइ अथवा गंगा भाइ अथवा चाहिँ दीपक भाइहरूलाई म यहाँ पठाइदिन्छु, उहाँहरूले तपाईँलाई दिनुहुन्छ। त्यो एउटा कुल पूजा संकलन फारम भनेको छ हामीले, त्यो म तपाईँहरूलाई पठाइदिन्छु, उहाँहरू मार्फत तपाईँहरूले पाउनुहुन्छ। त्यो फारम तपाईँहरूले पाएपछि जति सक्दो चाँडो भरेर यो जिल्ला समितिमा दिनुहोला। अनि त्यहाँबाट हामी लिन्छौँ। अहिले जस्तो गर्नु भएको छ त्यस्तै लेख्नुहोस्, कति फरक नपार्नुहोस्। त्यहाँ बढाइचढाइ गर्नु नि परेन, यसलाई काटमा गर्दिन भन्नु नि परेन, गर्छ भन्नु नि परेन। जे छ जे गर्नुहुन्छ त्यो सबै सर्वक लेखेर त्यो पठाइदिनुहोस्। हामीले फारम पनि बनाएका छौँ। त्यो त फारममा भएको भन्दा बेगर छ भने तल अर्को पान्नु लेखेर पनि तपाईँहरूले त्यसमा थपेर पठाइदिनु होला। त्यसपछि हामी त्यहाँ चाहिँ पुराण पण्डितहरूलाई राखेर छलफल गरिकन अनि हामी महासङ्घको मान्छेहरू यसरी हामी घेरामा बस्छौँ, पण्डितहरू छलफल गर्नुहुन्छ। हामी विभिन्न ठाउँमा छरिएका पौडेलहरूले यो तिथि मिति विधि अनुसार पूजा गर्दा रहेछौँ, जान्यौँ कि जानिनौँ कि, हामीले गर्नुपर्ने के थियो, के गरिराखेका छौँ, त्यो कुराको बारेमा तपाईँहरूले अवगत निचोड दिनु पर्यो भनेर राखेपछि उहाँहरूले त्यो पुराण लोकको हिसाबले जो पल्टाएर हेरेर उहाँहरू बाहिर जे हामीलाई निर्णय दिनुहोला, हामी त्यसलाई पौडेल वंशको साझा कुल पूजा विधि भनेर प्रकाशन गर्छौँ। र अहिले अलिअलि पेपरहरू ल्याए जस्तै हरेक पौडेलका कुल पूजा गर्ने संस्थामा हामी एक प्रति पठाउने। त्यो पठाएपछि मिलेको छ राम्रै भइहाल्यो, तपाईँले गरेको मिलेको छ भने राम्रै भइहाल्यो, मिलेको छैन भने के मिलेको रहन्छ त्यो अनुसार मिलाउनेतिर बिस्तारै त्यो अनुसार मिलाउनेतिर गएर हामी एकरूपतामा जाउँ। किन भन्दा हामी खिसीको पात्र पनि नहौँ क्या। यति थोरै पौडेलमा यति धेरै थरी पूजा गर्ने भन्दा अर्को मान्छेले के पौडेलहरू त मन लागेर पूजा गर्दा यस्तो खालको पूजा गर्छन्, त्यो हाम्रो क्रेडिटिभिटी किन घटाउने हो र भने क्या। हाम्रो त्यत्रो इज्जतको प्रश्न छ, त्यत्रो सारा कुराहरू छ, त्यो लिएर आएर सामान्य एउटा पूजा गर्ने कुरामा जाँदाखेरि त्यो घटाउने कुरातिर पनि नजाउँ है। त्यसो भएर यो अनुसार काम एउटा तपाईँहरू गराइदिनु। अर्को एउटा म यहाँहरूलाई अनुरोध गर्छु के छ भने यहाँ तपाईँहरू मैले देखेँ यो केसी पौडेलहरू अलि धेरै खत्री अलि धेरै त्यो खालको अवस्था पनि यहाँ देखेँ। हेर्नुहोस् यो कुरा के छ भने तुलसीको वृक्ष, तुलसीको बिउ, तुलसी त बास्ना आउँछ नि, पवित्र चिज हो नि, त्यो तुलसीको बिउ मठमै जमाइयो त्यो भयो भने त्यहाँ पूजा गरिन्छ। तल भयो भने औषधिको गुण, औषधीय गुण र गन्धमा कहीँ फरक छ? केही फरक छ? कोही पौडेल फरक छैन। हामी त्यही जिनका हौँ क्या, तिनै ऋषिका सन्तान हौँ क्या, हामी तिनै त्रिदेवलाई हामीले पुल पुर्खा मानेका छौँ क्या। हामी पौडेलहरू जहाँ रहे भए पनि टाठै छौँ क्या। काम गर्ने ठाउँ पायौँ भने ठाउँ अनुसारको टाठा होला, केही ठाउँ पाएन कुल्लिने भयो भने पनि कुल्लीको नाइकै हुने खालको हामीसँग स्वभाव छ क्या। त्यो हाम्रो दैविक स्वभाव हो, जिनको स्वभाव हो क्या, त्यो त्यहाँबाट आएको विषय हो क्या। त्यो हामीले लुकाएरै लुक्दैन भने तसर्थ हामी त्यति टाठा त्यति जाने बुझेका पौडेलहरूले नजानेको जस्तो काम नगरौँ। त्यसो हुँदा हामी त्यो हिसाबमा जाउँ र सबै पौडेलहरूलाई म त भन्छु यो मिल्ने जति हुन सक्ने जति सबै एक गरेर गयो भने नै एकता हुन्छ। 4 भाइ छुट्टिएर एउटा पूजा गर्यो, अर्को 3 भाइ आगतिर गर्यो, त्यो एकता हुँदैन। त्यो त घरमै गरिरहेको छौँ नि, घरमा गर्न कसले सिकाएको छ र होइन। त्यो त समूहमा बसौँ, फूल पूजाको माध्यमबाट हामी भेटौँ, वंशावलीको माध्यमबाट जोडौँ, फूल पूजाको माध्यमबाट भेटौँ, बन्धुत्व एकता भावको चाहिँ सिर्जना गरौँ। अनि हामी चाहिँ एक छौँ है, एक हौँ है भन्ने कुरा। अझ तपाईँहरू यहाँ अल्पमत भएको हिसाबले म तपाईँलाई विशेष अनुरोध के गर्छु भने पौडेल बरु सुखमा बिहाको बेला थाहा पाउनु भयो पनि भ्याएन भने बरु नगएदा के फरक परेन। मरेको बेला दुःख परेको बेलामा छ भने तपाईँहरू पौडेल खोजिकन त्यहाँ गएर तपाईँहरू चाहिँ बस जानुपर्छ। अर्को प्रचलन तपाईँको घाटमा गयो, चिता जलेपछि सबै भाग्यो, त्यो पौडेलले नगर्नुहोस्। पौडेल कहाँ अन्तको कुरा आफ्नै ठाउँमा छ। पौडेलको विषय पौडेलमा जाँदाखेरि त्यो चिता जलाइसकेर चिता पखालेर क्रियापुत्रीलाई ल्याएर घरमा राखेर भित्र्याएर अनि त्यसपछि मात्रै त्यो बौँसी बाटो लाग्नु। यो एउटा एकता देखाउनुहोस्। त्यसपछि गएपछि तपाईँ चाहिँ यो पौडेलहरू बितेको ठाउँको अवस्था आयो भने त्यहाँ जाँदाखेरि यसो अलिकति अन्त लय जस्तो होइन, कमसेकम एउटा लेभल तयार गर्नुहोस्। अहिले म यति रुपियाँ भनेर भन्न सक्दिनँ, तपाईँ एउटा लेभल तयार गर्नुहोस्। कम्तीमा पनि त्यो मान्छेलाई क्रिया उन्कन पनि त्यसले सहज होस्, त गर्न पनि मर्का नपर्नु। त्यो त सबैलाई घुमिफिरी आइहाल्छ नि रुमजाटा। यो खालको पनि एउटा वातावरण बनाउनुहोस्। यसले एकता भाव जगाउँछ, यसले आत्मीय भाव जगाउँछ। दुःख परेको बेलामा मेरो मान्छे छन् नि त भन्ने हुन्छ। तसर्थ यो कुरातिर चाहिँ के छ भने हामी व्यवहारमा जाउँ। हामी व्यवहारमा यसरी गएर अनि हामी चाहिँ गयौँ भनेदेखि हामीलाई समाजमा कसैले हेर्न सक्दैन। दाजुभाइको बिचमा सामान्य ठाकठुक कसका पर्दैन, कहाँ पर्दैन।
त्यो पर्यो भने भर्छ अलिकति छोडेकाले जित्छ अलिकति छोडेर बस्नु मर्तेर बुद्धि हेरेर चाहिँ खा भनेर छोडेर बस्नु होइन झगडै भएछ भने अर्को पौडेललाई लिएर आएर मिलाउँ तेस्रालाई लिएर गएर गाउँमा यो चाहिँ हामीले चाहिँ क्षेत्र बसाल्ने काम चाहिँ नगरोस् यो हाम्रो एकतामा खलल पर्छ एकतामा खलल परेपछि हामी कोही पनि राम्रो ठहरिँदैन न त्यो जित्ने ठहर राम्रो ठहर्छ न हार्ने राम्रो ठहर्छ यी बजियाहरू आफ्नो त बाँडेर खान सक्दैनन् भने अर्कालाई ग्यारो मिल्ने भन्छ त्यहाँदेखि तपाईँको हामीलाई गन्दै गन्दै तसर्थ यो कुरा हामीले घरबाट प्र्याक्टिकल्ली व्यवहारमा सुरु गर्नु र हाम्रो एउटा इज्जत शान जोगाउने विषयमा जाउँ त्यसो हुँदाखेरि पूजामा सकेसम्म धेरैलाई सहभागी गरेर लिएर जाउँ यसलाई आत्मीय भाव बढाएर लिएर जाउँ एउटा समाजलाई पनि हामीले जोड्ने क्रम गरेर हामी राजनीति गर्दैनौँ फेरि यति भन्दै गर्दा यो पनि एउटा नयाँ दलले आज क्या हो अब पार्टी खोल्ने होला त्यो नठान्नु होला तर हामी त्यसमा छैनौँ हामी यो दलभन्दा माथि छौँ तपाईँहरू आफ्ना विचार अनुसार आफ्नो चाहिँ स्वभाव अनुसार राजनीतिक दलमा भाग लिन पाउनुहुन्छ स्वतन्त्र हुनुहुन्छ तर वंशको कुरामा आउँदा तपाईँहरू दलको जुत्ता बाहिर खोलेर यहाँ नितान्त परिवारको विषाकुताको भाग लिएर आउनुहोस् पारिवारिक भाव लिएर आउनु यहाँ दलको कुरा होइन र हामीले सहयोग गर्ने के हो त दाजुभाइको हिसाबले भन्दा यो समाज उसको कुरालाई राजनीतिको विषयमा जाँदा पनि वर्षक हामी दुईटा पौडेलहरू सम्भावना भएका पौडेलहरू त्यो दुईटा पार्टीबाट एकै ठाउँमा नलडाइ भन्छ हाम्रो घर सल्लाह गर्छ अलि सम्भावना भएकालाई अगाडि बढाउँछौँ पार्टी हेर्दैनौँ सम्भावना भएको पौडेल अगाडि बढ्दै जाँदाखेरि त्यहाँ हामी बन्धु धर्म निर्वाह गर्छौँ योभन्दा हामीलाई कसैलाई आपत्तिको विषय छैन किन हामीले त्यो सारा कुरा हेरेका छौँ नि तसर्थ यसरी एकता भाव हामीले जगाएपछि समाजमा हाम्रो वर्चस्व बढ्छ हामीले समाजलाई केही दिन सक्छौँ परिवारलाई पनि केही दिन सक्छौँ र हामीले यो हरेक कुरामा एकरूपता र एकता पनि बल हुन्छ एउटा आउनु मात्रै भयो भने त शिष्य पारे भाँचिहाल्छ लु त यसरी कसरी चलाओस् त तसर्थ यो एकता भाव बन्धुत्व भाव जगाउँ हाम्रो धर्म संस्कार संस्कृतिलाई जीवन्त राखौँ र यो राष्ट्रलाई साँच्चै बसौँ लाग्ने खालको अरूलाई पनि लोभ लाग्दो खालको आफैमा छँदैछ यसैमा भाका कुरालाई थपथाप गरेर अगाडि बढाउने कुरामा हामी जो जहाँ छौँ त्यहीबाट नेतृत्व गरेर अगाडि जाउँ र यो पौडेल कुललाई समृद्ध बनाऊ भन्ने मेरा यिनै शुभभावना राखेँ।